हाई गाइस, नमस्कार सबैजनालाई। आज पनि एउटा नयाँ टपिकमा नयाँ भिडियो लिएर आइसकेको छु। सर्वप्रथम स्वागत छ तपाईलाई सल्यान टेक युट्युब च्यानलमा। साथीहरु, आजको भिडियो धेरै नै खास छ र अलग पनि छ। यदि तपाई लोकसेवा दिँदै हुनुहुन्छ र लोकसेवा तयारीमा हुनुहुन्छ भने आजको यस भिडियोमा म तपाईलाई एउटा फ्रीमा तपाईलाई मोडल क्वेशन दिने साइटको बारेमा बताउने छु, जसबाट तपाईलाई हेल्प हुन्छ, धेरै हेल्प हुन्छ। मोडल क्वेशनहरु फ्रीमा पाउन सक्नुहुन्छ। जुन प्रिमियम मोडल क्वेशनहरु हुन्छ त्यहाँबाट त्यो तपाईले फ्रीमा एक्सेस गर्न सक्नुहुनेछ कुनै पनि दिक्कतका साथ। र गाइस, आज हामीले ती मोडल क्वेशनहरुलाई चाहिँ कहाँ र कसरी डाउनलोड गर्ने र हामीले कसरी एक्सेस गर्ने त्यसको बारेमा बताउने छु। कति पनि ढिला नगरिकन आउनुस् त भिडियो सुरु गरौँ। भिडियो सुरु गर्नुभन्दा अगाडि भिडियोलाई गरिदिनुस् लाइक र तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ र अहिले पनि च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर सँगसँगैको बेल आइकन बटनलाई पनि प्रेस गरिदिनु होला, ताकि तपाईलाई हाम्रो भिडियोको नोटिफिकेसन सबैभन्दा पहिला मिल्नेछ। सो गाइज, आउनुस् त भिडियो सुरु गरौँ। सो साथीहरु, म आफ्नो मोबाइल स्क्रिनमा आइसकेको छु र हामीले लोकसेवाका फ्रीमा मोडल क्वेशन एक्सेस गर्नको लागि सिम्पली हामी कुनै पनि ब्राउजरमा जानुपर्ने हुन्छ। सिम्पली आज म क्रोम ब्राउजर युज गर्छु र म धेरै जसो क्रोम ब्राउजर नै युज गर्छु। सिम्पली तपाईले गुगलमा गएर यहाँ तपाईले सर्च गर्नुपर्ने हुन्छ सिम्पली www.loksewanepal.net। यहाँ तपाईले देख्न सक्नुहुन्छ, स्क्रिनमा पनि देखिएको होला राम्रोसँग nepal.net। यहाँ तपाईले देख्न सक्नुहुन्छ र भिडियोलाई पज गरेर पनि हेर्न सक्नुहुन्छ। यो तपाईले URL राख्नुपर्ने हुन्छ। सिम्पली सर्च गर्नु होला। सर्च गरिसकेपछि यहाँ तपाईलाई देखिने छ, आउनु नै छ एउटा साइटमा जो loksewanepal.net बाट प्रोभाइड गरिएको छ। सिम्पल तलतिर स्क्रल गर्नुभयो, लास्ट पोस्टमा देख्नुहुन्छ यहाँ लोकसेवा फेरि न्युजहरु पनि आउँछन् र न्युजहरु भन्दा पनि यहाँ तपाईले देख्न सक्नुहुन्छ यहाँ तपाईलाई मोडल क्वेशनहरु फ्रीमा एक्सेस गर्न सक्नुहुन्छ। जस्तै यहाँ तपाईले देख्नुहुन्छ इम्पोर्टेन्ट लोकसेवा क्वेशन एन्सर सहित तपाईले मिल्छ, जस्तै ल्याब एसिस्टेन्ट लोकसेवा मोडल क्वेशन सेट। सिम्पली तलतिर सार्नु भयो भने थुप्रै छन् गाइस, यहाँ तपाईले लोड गर्न सक्नुहुन्छ। लोड मोर अरु तपाईलाई यसभन्दा बढी चाहियो भने पनि तपाईले लोड मोर गरेर हेर्न सक्नुहुनेछ र लोड मोर गर्न केही टाइम लाग्छ। त्यसपछि तलतिर आउनु भयो भने यसको इन्टरफेसको कुरा गर्ने हो भने लोकसेवा कलिक्रोम भनेको चाहिँ यसमा गएर पनि तपाईले हेर्न सक्नुहुन्छ के कलिक्रोम छ भनेर। क्याटेगोरीमा यहाँ तपाईले देख्न सक्नुहुन्छ अमिनदेखि लिएर हेल्थ एसिस्टेन्टदेखि लिएर एपिएफदेखि लिएर कुनै पनि तपाईले कुन मोडल क्वेशन चाहनुहुन्छ त अब चाहिँ प्रदेश अनुसार चाहनुहुन्छ भने प्रदेश अनुसार हेर्न सक्नुहुन्छ। त्यसपछि यहाँ तपाईले देख्न सक्नुहुन्छ तलतिर आउनुभयो भने रिसेन्ट मोडल क्वेशन दिएको छ। सिम्पली हामी लोड मोड भयो हैन, सिम्पली हेरौँ लोड मोड हुँदैछ अझ किन वर्क गरिरहेको छैन। सिम्पली मैले एउटा कुनै पनि मोडल क्वेशनलाई ओपन गरेर देखाउने छु। यो वनरक्षक लोकसेवा पिडिएफलाई मैले ओपन गरेँ। सिम्पली यहाँ हेर्न आउँछ, क्लोज गर्नु होला। क्लोज गरिसकेपछि यहाँ तपाईले देख्न सक्नुहुन्छ वनरक्षक लोकसेवा मोडल सेट पिडिएफ लेखेको छ। सिम्पली तलतिर सार्नु भयो भने यहाँ तपाईलाई एउटा पिडिएफ मिल्छ, जो तपाईले देख्न सक्नुहुन्छ। तलतिर सार्नु भयो भने यहाँनिर एउटा पिडिएफ मिल्छ। यो पिडिएफ हो गाइस, यसलाई तपाईले डाउनलोड गरेर इजी तरिकाले अफलाइनबाट पनि एक्सेस गर्न सक्नुहुन्छ र यदि तपाईँ अनलाइनबाट हेर्न चाहनुहुन्छ भने यहाँबाट इजी तरिकाले हेर्न सक्नुहुन्छ। र डाउनलोड गर्नको लागि सिम्पल तलतिर सार्नु होला। यहाँ तपाईले देख्न सक्नुहुन्छ क्लिक यहाँ टु डाउनलोड भनेर सिम्पली यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि यहाँ तपाईलाई 15 सेकेन्ड वेट गर्नुपर्ने हुन्छ र 15 सेकेन्ड वेट गरिसकेपछि सिम्पली यसलाई इजी तरिकाले डाउनलोड गर्न सक्नुहुन्छ र डाउनलोड गरेर यसलाई आफ्नो मोबाइल, ल्यापटप या कम्प्युटरबाट कुनै तरिकाबाट पनि तपाईले ओपन गर्न सक्नुहुन्छ। सजिलै ओपन हुन्छ। 2 सेकेन्ड भइसकेको छ, 1 सेकेन्ड भयो, 0 सेकेन्ड भयो। त्यसपछि क्लिक नाउमा क्लिक गर्नुपर्ने हुन्छ। सिम्पली क्लिक नाउमा क्लिक गरिसकेपछि यहाँ तपाईले क्रोम चुज गरिदिनुहोस्। क्रोम चुज गरिसकेपछि यहाँ तपाईले गुगल ड्राइभमा लैजान्छ। गुगल ड्राइभमा गइसकेपछि यहाँ तपाईले देख्न सक्नुहुन्छ डाउनलोड अप्सन। सिम्पली यहाँबाट तपाईले डाउनलोडमा क्लिक गरेर डाउनलोड गर्न सक्नुहुन्छ। फेरि तपाईले क्रोम ब्राउजरलाई चुज गरिदिनु होला। क्रोम ब्राउजरलाई चुज गरिसकेपछि यहाँ तपाईले देख्न सक्नुहुन्छ डाउनलोड स्टार्ट भइसकेको छ। डाउनलोड स्टार्ट भएर पनि डाउनलोड भइसकेपछि यहाँ नोटिफिकेसनमा यहाँ तपाईले देख्न सक्नुहुन्छ वनरक्षक सेट फुल पिडिएफ भनेर डाउनलोड भइसकेको छ र ओपन गर्ने यहाँ अप्सन दिएको छ। सिम्पली म ड्राइभ पिडिएफमा ओपन गर्छु। ओपन गरिसकेपछि यहाँ तपाईँले देख्न सक्नुहुन्छ इजी तरिकाले अफलाइनबाट पनि यसलाई इजी तरिकाले एक्सेस गर्न सक्नुहुन्छ। र यो कहाँ डाउनलोड भएको छ हेर्नुको लागि तपाईँ जान सक्नुहुन्छ फाइल म्यानेजरमा। फाइल म्यानेजरमा गइसकेपछि यहाँ तपाईँले डकुमेन्टमा जान सक्नुहुन्छ। सिम्पली फाइल म्यानेजरमा गइसकेपछि यहाँ तपाईँलाई एउटा डकुमेन्ट DOC भनेर दिएको होला। सिम्पली त्यहाँ जानुभयो भने तपाईँलाई इजी तरिकाले मिल्नेछ। धेरै पिडिएफ यहाँ तपाईँले देख्न सक्नुहुन्छ वनरक्षक सेट फुल भनेर दिएको छ। हामीले यसलाई डाउनलोड भइसकेपछि तरिकाले हामीले ओपन गर्न सक्छौँ। ओपन गरिसकेपछि यहाँ तपाईँले देख्न सक्नुहुन्छ ओपन एन्ड अप्सन। त्यसपछि हामी EMI को यो युज गर्छौँ। यहाँ तपाईँले पिडिएफ ओपन छैन भने डाउनलोड गर्न सक्नुहुन्छ प्ले स्टोरबाट। यदि तपाईँको मोबाइलमा पिडिएफ भ्युवर छैन भने सिम्पली गाइस यसरी तपाईँले loksewanepal.net बाट इजी तरिकाले फ्रीमा मोडल क्वेशन सेट
एक्सेस गर्न सक्नुहुनेछ र थुप्रै छन् यो वनरक्षक मात्र नभएर यहाँ तपाईँले क्याटेगोरीमा जानुभयो भने यहाँ तपाईँले मेन्युमा जानुभयो भने लोकसियाई मोडल क्वेसन सेटमा जानुभयो भने यी तरिकाले तपाईँलाई थुप्रै मोडल क्वेसन सेटहरू मिल्नेछन् थुप्रै र के भिडियो तपाईँलाई कस्तो लाग्यो आइपुग्यो भिडियो तपाईँलाई धेरै नै हेल्पफुल लाग्यो भने मेरो लाइक लागेर तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ र अहिलेसम्म पनि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर सँगसँगै आएको बेल आइकन बटनलाई पनि प्रेस गरिदिनुहोस् ताकि तपाईँलाई हाम्रो भिडियोको नोटिफिकेसन सबैभन्दा पहिला मिल्नेछ सो गाइस म अर्को भिडियोमा आउने नै छु तबसम्मको लागि जय नेपाल।